यति बेला म यो घरमा पुगिसकेको छु। हेर्दै गर्नुहोस्। हो त्यो कसको हो त्यो माथि टपमा? माथि त्यो जो ओखरा बुढा लान त कसको? त्यो गाउँको नाम दिने मिल्दैन त। लाड्छ मान्छे बदमास रहेछ नि त्यहाँ। मान्छे कहाँ छन् है? मान्छे कहाँ छन्? कहाँ घर यहीँ भए चाहिँ ठिकै छ अथवा के गर्यो भन्नु यहाँ आएर पुरा जस्तो मुनि पाइप लाइन छ है। माथितिर चाहिँ पुरा स्याउको बुटाहरू। त्यही त तिमीले यहाँ गर्ने कुरो भन। आइकनमा पनि विभिन्न भिडियोहरू आउने गर्छ। त्यहाँ पनि केही गरेर आइकनमा क्लिक गरेर ती आइकनमा आएका भिडियोहरू पनि वाच गर्ने काम गर्नु होला, हेर्ने काम गर्नु होला। तलको भिडियो पनि हेर्ने काम गर्नु होला र माथिको भिडियो पनि हेर्ने काम होला। थ्याङ्क यू। भन्दाखेरि चाहिँ वास्तवमा आएर चाहिँ बिर्ख विश्वकर्माको सचुवाली गाउँको लार्जमा एउटा महिला हो या पुरुष हो, पुरुष या महिलाले गरेको रहेछ, यस्तो रहेछ रहस्य। अन्त्यसम्म हेर्नु होला, भिडियोलाई कमेन्ट गर्नु होला, फुल वाच गर्नु होला। थ्याङ्क यू सो मच, धन्यवाद। अर्को भ्लग भिडियोमा यहाँलाई हार्दिक स्वागत छ। नमस्ते नमस्कार सम्पूर्णमा अर्को भिडियो ल्याइसकेको छु आज रहेको छु। अब गाउँबाट चाहिँ अलि पर लाइनमा चेकको लागि जाँदैछु म है। लाइनमा चेक आफ्नो गाउँमा रहेको छु। अब गाउँबाट चाहिँ अलि पर लाइनमा चेकको लागि जाँदैछु म है। लाइनमा चेकको लागि जाँदैछु जहाँ खानेपानीमा चाहिँ केही समस्या नआएको तर त्यहाँ चाहिँ पानी भने चोरेको भन्ने जानकारी आएको छ मलाई आएको छ। त्यही भएर म जाँदैछु चेकको लागि। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला है। त्यसमा सुझाव दिनु होला, सल्लाह दिनु होला है त। सपोर्ट गर्नु होला। तपाईँहरूको एक लाइक र एक कमेन्टको खाँचो छ है। अनि साथै एक सब्सक्राइबको पनि खाँचो छ है त। अनि यो भिडियो चाहिँ पेजमा पनि अपलोड हुनेछ। पेजमा पनि फलो गर्नुभएको छैन भने फलो गर्नु होला अनि लाइक गर्नु होला, पेजलाई लाइक गर्नु होला है। साथीभाइलाई सेयर गर्नु होला। यस्ता थुप्रै किसिमका भिडियोहरू भ्लग मार्फत पेज मार्फत हुनेछन् है। कृपया चाहिँ लाइक गर्नु भने नबिर्सनु होला है त। लाइक कमेन्ट गर्न, सब्सक्राइब गर्न नबिर्सनु होला। लाइक गर्नु होला। सुझाव सल्लाहहरू तपाईँका सुझाव सल्लाहहरू एकदमै अमूल्य रहनेछ। त्यही भएर चाहिँ अवश्य मर्डी हुनेछ। लाइक गर्नु होला। लाइक साथसाथै कमेन्ट पनि गर्नु होला तल कमेन्ट बक्समा। चेक गर्न जाँदैछु। यहाँ बाटो रोड पिच छ, यता बाटो पनि पिच छ। जस राम्रै गरेको छ, विकास आएकै हुन्छ। सरकारले चाहिँ बजेट नदिएको होइन तर त्यति बजेटको सदुपयोग गर्न जानेको हो जनताहरूले। जस बाटो ठिकै छ, सिटी चाहिँ बाटो पनि यहीबाट हिँड्ने बाटो यही भएको कारणले गर्दा बाटो देखाइरहेको अनि हाइलाइट गर्नको लागि, प्रचार गर्नको लागि होइन। ठिकै छ। यस्तै बाटो अन्त पनि बनाएको भए राम्रो हुन्थ्यो। अन्ततिर पनि बाटो पिच भइसक्यो। यहाँ चाहिँ म माथि शाखा रोडमा आइरहेको छु। यहाँ ढुङ्गाहरू निकाल्ने ठाउँमा आफ्नो बनाउने अरूको बिगार्ने काम नगर्नु होला। यो पनि सार्वजनिक ठाउँ हो। भोलि चाहिँ हिँड्न पनि गाह्रो हुन्छ, गाई गोरुलाई हिँड्न गाह्रो हुन्छ, खुट्टामा ढुङ्गा बिजुला हरेक कुरा होला होइन। सेलपारीमा आइसकेका छौँ यति बेला है। यति बेला भने बिहानको टाइम भएको छ। साथै गुड मर्निङ जो परिवार भन्न चाहन्छु यहाँ सम्पूर्णलाई। सो यति बेला भोलि चाहिँ बडलबाट आइसकेको छु। यति बेला तपाईँले देख्न सक्नुहुन्छ यहाँको दृश्य। यति बेला भने चाहिँ यो स्थानमा आइसकेको छु। पाइपलाइन भएको स्थानमा आइसकेको छु। सो हेर्नुहोस् है कस्तो अन्याय गरेको छ। यहाँ पानी छैन, यहाँ एक छोपा पानी छैन पिउनलाई। तर यहाँ चाहिँ बुट्टाहरू रोपिरहेको छ। विश्वकर्माको दाइको जस्तो अनुहार परेको मान्छे हो क्या यो पनि। यस्तो घटिया काम गर्ने, घिनलाग्दो काम गर्ने मान्छे। विश्वकर्मा जस्तै अनुहार परेको घटिया साला घिनलाग्दो मान्छे हो यो सब काम गर्ने। यस्तो गरे हेर पल पारेर यता पल पारेर पाइपमा यस्तो खाल्डो बनाएर पानी जम्मा गरेर बुट्टाहरूलाई पानी दिन अर्थात् सिँचाइ गर्न सजिलो होस् भनेर हेर न। पाइपको मुनि पाइप छ अनि पाइप माथि जमिन मुनि पाइप छ अनि त्यसको मुनि माथि चाहिँ बुट्टाहरू लगाए। कस्तो यो के कस्तो मान्छे हो यो? घिनलाग्दो व्यवहार होइन यो? कस्तो हो यो? मान्छे हो कि यो पशु हो यो? मान्छे यस्तो व्यवहार हुनुपर्छ नि। बुट्टा लगाएर केही छैन। यो मुनि पाइप छ, त्यसको माथि
स्याउका ओखरका बुट्टा लाएर अब ढाकिएको छ। फेरि यस्तो हर्कत गरेर चाहिँ खाल्डो बनाएर त्यो पाइपमा हालेको किलामा गरेर यताउति गरेर यस्तो हरकत गर्यो भने यसलाई सिधै सार्वजनिक केसमा ठास दिन्छु म। पुष्पा पुष्पा नाम सम्झे क्या फ्लड सम्झे क्या म फायर कभी भी कसके सामु नहीं झुकेगा भने जस्तै चटक नाम सम्झेर फ्लावर नसम्झनुहोस् फ्लावर म फायर कसैको सामु झुक्नेवाला छैन। अब हेर्नुहोस् यहाँ पनि त्यस्तै छ म खातेहरू लाज लाग्दैन खातेहरू लाजै लाग्दैन। कतिचोटि आएँ म चेकिङमा यस्तै छ पारा। यहीँ ठुला ढुङ्गा राखेको थियो माथितिर ढुङ्गा फालेर साला खातेले बुट्टा लाएर बुट्टाले पानी हाल्न सजिलो होला भनेर खातेले यस्तो हरकत गरिरहेको छ। खातेले अन्त यो मान्छेले फटाले साला फटा बिर्खको अनुहार परेर के गरिरहेको छ। ओहो ठुला ढुङ्गा राखेको थियो यहाँ ठुला ढुङ्गा हटाएर साना ढुङ्गा राखेर यस्तो बनाएको साला फटा। अब यस्तो यहाँ अब बन्द भएको छ। अघि कस्तो थियो पहिला कस्तो थियो अहिले कस्तो छ यस्तो रहेको छ। फेरि त्यस्तै बनायो भने साला त कुर्तालाई चाहिँ म जेलमा नजाकेर छोड्दैन। साला कुर्ता जस्तो भन्ने कुर्ता साला कुर्ता चाहिँ अब सबै काम पुरा गरेर अब यहाँबाट चाहिँ म तलतिर फर्किँदैछु। दुईवटा घर रहेका छन्। दुईवटा घरलाई चाहिँ तिनीहरू भयो भने तिनीहरूलाई सान्त्वना चेतना दिँदैछु लास्ट वार्निङ। यदि होइन भने ठिक छ म सक्दो प्रयास तिनीहरूसँग म इन्टरभ्यू लिने कोसिस गर्दछु। म यो घर बन्द रहेछ। यहाँको मान्छे कता गएको छ खै कता हराएको। अब अर्को पनि रहेको छ। त्यो घरको चाहिँ मान्छे छ पक्कै पनि त्यहाँ घरमा गएर चाहिँ कुराकानी गर्नेछु। लास्टको घरमा आइसकेको छु है। यो घरमा चाहिँ कोही छन् पक्कै पनि कोही छन्। धारोको अब यस्तै छ। ए अनि माथि छ त माथि यो माथि काँडामा छ नि त हो त्यो कसको हो त्यो माथि टपमा माथि त्यो जो ओखडा बुढा लान्छ त कसको त्यो गाउँको नाम दिने मिल्दैन त लाडो मान्छे बदमास रहेछ नि त्यहाँ। मान्छे कहाँ छन् है मान्छे कहाँ छन् कहाँ घर यहीँ भए चाहिँ ठिकै छ अथवा के गर्यो भन्नु यहाँ आएर पुरा जस्तो मुनि पाइप लाइन छ है माथितिर चाहिँ पुरा स्याउको बुट्टाहरू त्यही त तिमीले यहाँ गर्ने कुरो भएन मलाई थाहा छ होइन। माथि यो मान्छे मैले त यहीँबाट कोही हुनेको सोचेँ कि फटाहरू उसको माथि मुनितिर पाइप लाइन छ माथितिर क्यारेछ पुरा बुट्टा रोपेको छ होइन। अनि क्या त छ क्या बुट्टा पानी त यहाँ त एक टिङ्गो पानी आउँदैन हामीलाई थाहा छ सबैले थाहा छ। ए तिम्रै घरमा त पानी आउँदैन रहेछ माथि क्यारेछ तिमी अनि मतलब माथितिर क्यारेछ भने त्यहाँ पाइपमा पल पारेर किलाले पल पारेर त्यहाँबाट बेला यदि कोहीले हाम्रै अथवा कोही साथीभाइले गरे पनि होइन अङ्कल कोही ठुल्बाले गरेर पनि त्यहाँ भाटो हालेको हुन्छ त्यो पल बन्द गरेको हुन्छ थाहा पाएर पत्ता लगाएर त्यो भाटो निकालेर पानी मजाले त्यो बुट्टाहरूलाई सिँचाइ गर्ने गरायो क्या। त्यस्तो गर्न मिल्यो र त्यही भएर मैले आखिर यहाँ कोही हुन् कि भनेर यदि भयो भने सिधै त्यो मान्छेले यदि भनिदिनु कि यदि यहाँबाट आएछ भने सिधै सार्वजनिक केस हालिदिनु भनिदिनु त्यो मान्छेलाई सार्वजनिक केस हालिदिनु अब सिधै सार्वजनिक केस। त्यस्तो 3 पटक आएछ चेकमा होइन आज पनि त्यसो त्यही भएर क्लियर गरेर त्यो खाल्डो पारेर होइन पुरा नाउ जस्तो बनाएर त्यहाँ पानी डुब्दै हाल्दै गरेर बनाएको एउटा त्यो बनाएको ओभरतिर क्यारेर चाहिँ उकालोमा छ क्या उकालोमा क्यारेर चाहिँ पलमा त्यो भाटो निकालेर ठुला ढुङ्गाबाट उठाएको थिएँ त्यो उठाएर तपाईँ राखेको थिएँ त्यो ढुङ्गाएर फालेर चाहिँ क्यारे भनेपछि पुरा बन्न थाहा पाल्ला भनेर पुरा कुला जस्तो गरेर त्यो पानी नहाले जस्तो खाल नपारे जस्तो बनाएर टक्क अनि म आफू के अरे खाल पार्ने पानी हाल्ने त्यही त पानी हाल्ने यस्तो यस्तो हुँदैछ क्या खाल पार्ने होइन खाल पारेर पानी हाल्ने अनि म पुर्जानेलाई ठ्याक्क जस्तो त्यस्तो बनाउँदैछ क्या। त्यही भएर अहिले म पुरै क्लियर बनाउँछु। त्यस्तो गर्दा फेरि चेकमा आउँछु त्यस्तो गरेर त्यो सार्वजनिक केसमा फस्यो सिधै त्यो जेल जान्छ त्यही त भनिदिनु जान्छ। अब 3 चोटि भइसक्यो। यो घिनलाग्दो काम कसले गरेको हो त भन्दाखेरि चाहिँ वास्तवमा आएर चाहिँ बिर्ख विश्वकर्माको सचुवाली गाउँको लार्जमा एउटा महिला हो या पुरुष या महिलाले गरेको रहेछ। यस्तो रहेछ रहस्य। अन्त्यसम्म हेर्नुहोला भिडियो लाइक कमेन्ट गर्नुहोला फुल वाच गर्नुहोला। थ्याङ्क यू सो मच धन्यवाद। अर्को भिडियोमा हामी भेट गर्नेछौँ। हस्।